会。The next stop is Checkpoint Hill. 下一站是石步村。請緊握扶手。Please hold the handrail. 請緊握扶手。
handrail，请紧握扶手。洪水橋田心路。The next stop is Hong Shui Q Tin Sum Road。下一站是洪水桥田心路。請緊握扶手。Please hold the handrail。請緊握扶手。The next stop is Tin Sum。下一站是田心。请緊握扶手。Please hold the handrail。請緊握扶手。委员会，请緊握扶手。Please hold the handrail。下一站係洪水橋站。The next stop is Hong Shui Q Station。
下一站是洪水桥站。请紧握扶手。Please hold the handrail. 请紧握扶手。请紧握扶手。奶啊！我想話俾你聽，我轉工嘅，我唔做飲食嘅，我開始做嘅嚟緊16號就翻嗰個空集小朋友，即係佢係賣嘢嘅，而家好多嗰啲好似萬寧嗰啲咁，但係佢集團係啊。咁我同阿嘉慧商量，嘉慧話都好嘅，因為飲食太複雜，因為咧即係因為其實冇分人嘅性格就係我乜嘢咧我就要出聲。咁我都係啊，跟住我老細就同我講佢話你啱好啊，即係我即係佢就留我，唔係好適合，個制度有問題。係啊係啊，我就係咁樣啦，係啊係啦，係啊，做翻即係你，我明做翻，即係我以前做開賣㗎嘛。咁我覺得賣嘅嘢，我考慮去做個收銀，做個人做個茶餐廳，雖然自己食飯咁佢有經驗，我覺得時間又好啲，又即
即係靜啲，唔需要話面對咁多人事複雜咯。因為其實因為我做收銀咧就係咁咧，我60頭好中意問我哋，因為你見到啲咩就要講咧，當你一講嘅時候咧，佢去鬧某啲人嘅時候咧，咁就好麻煩咯。係啊，係啦，即係佢又好中意問嘢，佢又好中意睇下我電視，其實佢有好係啦，係啦。係係啦，冇錯啦。所以咧，我話家衞生能夠話，不如轉過係幾分。發現龍豐嗰度都成日揾你叫你過去，不如索性離開呢個集團好過。本班車軌2七6支線，開往上水。呢個道理我都明嘅，但係就即係阿家衞話咧，算啦，太複雜，因為你開完個新鋪。跟住有好多嘢要去執，要去成嘅時候，當佢執到企企理理嘅時候，佢一問完你嘢，都唔係淨係問我啊嘛，因為佢仲要係問埋個主任，個主任同我講嘅嘢都係一樣嘅時候，佢個經理有意見嘅時候，咁個經理就覺得你搞佢，其實好蝕底嘅。點解我會咁講？因為你做一個事頭婆，你俾個經理就太多你自己嘅人落去咧。如果佢一走咧，就承擔佢企理你㗎啦。呢個係一個好大嘅問題。係啊，唔係入自己人，即係入自己喺第二間鋪，即係以前公司揾翻自己人。譬如佢樓面，佢可能入咗以前7個都係嗰間公司度做嘅。咁如果人哋一走，咪全部走咯。咁你就冇人㗎啦。係啊。係啦，所以我索性都你唔好煩，我自己轉嗰一份，係啊，又即係又覺得好似又攰喎，係啊，最慘就係我成日好中意揾我，好中意問我嘢，咁我講又唔係。係啊，即係好簡單，你落嚟問我嘢，你企個衫就問我嘢，個經理啲人就會見到你點啊？就算我冇講，都會話係我。係啊，即係我都係嗰句咯，如果你問一隻一隻就怕講嘅，永遠都係。水平 Right Estate， 下一站是水邊圍村。係啊，所以請緊握扶手，話聲俾你聽，依附嘅香港，龍豐嗰啲時間。請緊握扶手。係。
Plaza。下一站是罗马广场。请赶马步走。Please hold the handrail。请紧握扶手。घाम छ के केटी के आउने हो हो र ल बस्छ के यही बस्छु तिमी अगाडि कि म यहाँ छेउमा बस्छु ल म यहाँ बस्छु ल अगाडि मन पर्छ कि अगाडि भिडेर लास्ट स्टेसनमा हो कि लास्ट स्टेसन हो गर्मी भयो छाटा गराउन पनि छाटा छ बस्न छाटा हिँड्ने त्यहाँ मिनी बसमा आउनु भएपछि फोन गर्ने मलाई मेसेज गर्नु है भने साथीले त्यो रेडी भएर बस्छ खाली धेरै छ मैले घरको परिवारसँग बोल्नु भयो अरूसँग त बोल्नु भएन होइन अनि अगाडि मैले गाडी चलाएर पछाडि आमा बसिया आमाले सिरीमा के हो भने नजाम त्यता नजाम किन जाने नेपाली माले चलेछ नजाम माले भनेको 请赶马步走。 त्यति नजाम भन्दाखेरि Please hold the handrail。 यिनीहरूलाई त फेरि लन्ड्री भन्न त मुखैमै झुन्निकन पनि त्यो मान्छे हो र अगाडि मान्छे अगाडि फेरि मान्छे त्यो हाम्रो पनि त्यस्तो भन्नुहुन्छ तेरो बुढाको जाँदा भन्छ अनि छोराछोरीले सोध्छ अरे के हो त्यो भनेको भन्छ नि के हो जान्छ भनेको भन्छ नि चिसायो भने छोराछोरी पनि देख्दैन कि उसले अगाडि होइन जे पनि बोल्ने देख्दैन यिनीहरू छोरीले केही यिनीहरूलाई बोल्न नपाउन पासा देख्छु न अगाडि त बेसी कति कति आमालाई बिचरा मेरो आमा कति बुझ्छ 100 मात्रै हो तपाईँ पनि आमा बुढीले अरूको जस्तो भयो त उहिले कता पुगिसक्यो छोडेर भ्यागिसक्यो आमाले बाबा छ त्यति फरकै फेरि कान्छा पुसैले फोन गरिरहेछ बिचरा गौरवले जित्नु भइरहेको थियो होइन अनि गर पनि दुइटैको राक्षस छ अरे कान्छा पुसैहरूको घडी पालाले आन्टीले छिटेछ दुइटैको राक्षस हो म चाहिँ म त गाडा टिप्न गएको छु है आज टिप्नु छुट्टी रहेछ कोदामा छुट्टी रहेछ सब
हो यता त्यसै घाममा परिनु भयो आज चाहिँ ठुलै घाममा टोपी पनि लिएको मैले त्यही भनेको भन्नु पऱ्यो म पुनमको छुट्टी रहेछ पुनम आरती पनि छुट्टी रहेछ चुचु म पुनम गएका छौँ फेरि उहाँ आरतीको उहाँ छुट्टी रहेछ The next stop is ल स्टोरी हेरेछौँ ल नास्ता गरेर खानु ल here. आएर नास्ता बनाइदिएन भने घर टुई आउँदा छैन खाजा खानु भरे आउनुहुन्छ घर बाहिर खाएर अब बाहिर के खाने हुन्छ र घरमा बुढी भएन भने तिमी र हाम्रो बाबा बुढी भएन भने अपाङ्ग हुने हो साँच्चै चाहिँ भनेको थियो त्यही भएर अलिक खानुपर्छ चिच्चाको सोध्छु नाची सक्दै भिडियो बनाउँदै हिँड्ने रहेछ कि खिचिरहेको नि त यसले मुन्के खानु मन लाग्छ कहाँ पाउँछ बेला आयो दिदी अब बेला नि अस्ति मैले कहाँ पो देखेको थिएँ मुन्के अब त तनजाँदै हुन्छ निकाल्छ निकाल्छ 农菜，我当就好。 हुनुभन्दा अगाडि मन पर्दैन फेरि मलाई ठिकै लाग्छ त्यसो काममा दिन्छ मलाई त्यो तातो केटा मेरो घरतिर अब यस्तो के मलाई मेरो उहिले त्यो मलाई पनि मन पर्दैन थियो मिलिक लाग्थ्यो त्यो भित्रको झन् मन पर्दैन बाहिरको अलिक अलिक मनपर्छ भित्रको झन् मन पर्दैन नर्सरीमा काम गर्ने जसले पनि त्यसको उयोहरूले ल्याइदिने कि हजुर अनि राख्दा त्यो छुट्टी बेला त्यतिखेर त्यो बानी हुने रहेछ कि मान्छे खाने होइन मिठो लाग्यो खाने बानी मलाई त्यस्तो हाम्रो पनि म अलिअलि खान्छु 好法係仍然 मनिका अलिअलि खान्छ आशिषले पनि त्यति मन The पराउँदैन next stop is अलिअलि खान्छ त्यो अङ्कलले हो साह्रै मन पराउने ए खुसी नि सुसाई त खान्छ नि त्यो मनको अहिलेको त बरु आशिषले त जम्मै काम भएको हाम्रो त आशिष नभयो भने त अब यहाँ पहिला Dear passengers, होइन बाबु त्यस्तै भयो कि अटोमेटिक सिकाउनु भयो कि हजुरले गरेको देखेर त्यस्तो भयो के हो खासमा त अलिअलि बाबुले केही काम चाहिँ खोज्दैन बुबो जान्ने कुरो त्यही टोक्रोक राख्छ होइन के हाम्रो गर्छ जम्मै त्यही है सेम ठुलो भान्जा हो कि नियनको खुवाइदेखि लिएर बानी बेहोरा सबै जेको भान्जा हो कि मैले भने त उहिलेबाट मजा कता एउटा मजा हो दिदी सेम त्यही हो खोजेर कपडा सुनेर मेरो त्यही हो एउटा केही कपडा खोज्न खोजे पनि लगायो भने सबै निकालिदिन्छ हेर्नु के गर्नु होला है भनेर नि हुँदैन कसरी सिकाउने होला पछि पछि उस गर्छ होला नि त्यसले गर्ला उमेर होइन गर्दैन भन्ने कुराको चिज हो निवनको साथीको मम्मी फेरि बिचरा अलि उस छ कि त्यो सानो बाबु कि आमाले केही नगर्ने बाहिर हिँड्ने केही नजाने छ उसको छोराले फेरि ए दिदी 1 महिना भयो त्यसको लुगा नमिलाइदिएको यसो रुममा गएर कभरमा हेर्छु त टक्क मिलाएर राखेर चाहिँ मेरो बाबु त भन्छ फेरि त्यस्तो हुँदो रहेछ कि कसैको उमेरको बच्चाहरू फेरि हेर्नु त्यसलाई चाहिँ डर भन्नुपर्छ कि त्यसलाई यस्तो नखाने यो गर अब हाम्रो कान्छा र जेठोमा आकाशबाट कान्छाले सबै गर्छ होइन आशी जस्तै छ कान्छा चाहिँ अलिक आशिष जस्तो त छैन तर त्यसले गर्छ त्यसले लुगा मेसिनमा पट्या पार्ने मेसिनमा हाल्ने अनि खानाहरू ठुलो भान्जा र नियनलाई चाहिँ चल्ने भने केही फरकै छैन कि मैले त्यो खुवाईहरू पनि हेर्छु त्यो भुटेको मकै भन्छ त्यो खानकी पनि मिल्छ होइन कि अनि कसरी त्यस्तो सेम जानु रहेछ कोही कोही त उसहरू जान्छ क्या त्यस्तो तेरो भान्जाको मिल्छ नि त तिमीले त मैले मान्छे बेला टिपेरी कुकुरलाई नि भनेको होला मैले कुरा त्यही निर ठुलो भान्जा जस्तो छ भनेको होला मेरो एउटा जो हुन्छ निरु र हुन्छ छानी अब बिस्तारै कालो कालो हुँदै जान्छ हाम्रो पहिला पढेको थियो गेम खेल्छ नि त अनि जम्मै छालाहरू डढाइदिन्छ अलिक घाम पानी मतलबै छैन खेल्न पाए भयो होइन साथी के बेच्चो कस्तो छ हिजो उहाँ कृष्णको माउलो बोली गरेर गएछ र अब लाग्यो अब त्यो साथी चाहिँ हिँडेन भने बिमारी हुन्छ कि कोठीभित्र हो घरभित्र भयो भने कि बाहिरको बाहिर
फोटोहरू खिचेर त देखाउँछ बुढी बजेछ के अरे उसको के अरे बजेको पनि साथी छ त्यही गइरहेको छ माया गर्छन् कि उनीहरूले पनि सिक्रेसतिरको हो त्यसरी माया गर्छ फेरि तिनीहरू किनेर गानिदिएको साथी सबै बजे सबै फ्यामिलीले चिन्नुभएको हामीलाई सबै चिनिहाल्यो क्या दसैँमा टिका लगाउन पनि बोलाउँदो रहेछ जान्छ 还有搭配迎宾 जो त्यहीँ बसेर आएछ 什么 बोलाएछ र उतै गएछ Welcome Mall Drive 算站 झन् 是 सब वर्ष 九 अस्तिको 点 पनि 一 उयो गरिदिने म त बाबुलाई लिएर सुत्न गएको नि मनिको काममा सबै गर्नुहुन्छ है ट्यापटिप खै फेरि सफा गरेर ट्यापटिक जोडेर सब पारेर मास राखेर सब किनभने पहिले पहिला पनि हाम्रो घर आउनुहुन्थ्यो नि त्यति बेला पनि उहाँ नै कसिनुहुन्थ्यो के नुहाउन धारा धुन उस गर्न आनन्द अनि भोलि बिहान सफाले पुछ पोछा गरेर दिदीहरू पहिला पहिला माइत आउनुहुँदा पनि त जम्मै गर्नुहुन्थ्यो क्या बाबुले होइन त त्यहाँ ब्रेकफास्ट दिने दिदीहरूले बिहान आएर जम्मै गर्नुहुन्थ्यो कि ल्याइदिने बाहिर गर्छु काम त सब 歌谢合作 हिजो नि सबै त्यसको लागि त मोनिका त बेसरी ब्लक टिका पनि छ मनिकाले गर्दैन क्या त्यही त आशिषले त गर्छ हुँदैन नि त्यस्तो हुँदो रहेछ कि के अरे एकजना नगर्ने भने एकजना गर्ने त्यस्तो हुँदो रहेछ त नि मुनिका छोरा मान्छे हो नि त तपाईँ मनिका फेरि छोरा मान्छे जस्तो ठ्याक्कै हो हजुर त्यस्तो हुन्छ अरे के सानोतिनो टिकटिकहरू त्यस्तो देख्दैन क्या उसले चाहिँ सबै त्यस्तो उल्टो हुन्छ अरे त नि बुढाहरू गर्नेहरूको चाहिँ बुढी त्यस्तो हुन्छ अरे त्यो सपिङ गर्न बाहिर उ गर्न ठुल्ठुलो उसहरू चाहिँ ट्याकटुक गर्छ हजुर फेरि घरको सानोतिनो कुराहरू हुन्छ नि अब हामीले होइन हजुर, हजुर। पुछपाछ गर्ने धुलोहरू त्यस्तोहरू फेरि झट्ट हेर्दैन उसलाई भन्नुपर्छ त्यस्तो मामलामा चाहिँ मोनिका धेरै भन्नुपर्छ उसलाई चाहिँ भन्यो भने बल्ल गर्छ कुरा गर्ने भयो भने त बुढीहरू त्यत्तिकै नगर्ने भइजान्छ त्यस्तो पो भन्छ त नि त्यही पहिला भएर सिजनको पहिलाको दिदीले त्यही भन्नुहुन्थ्यो कि उहाँको भाइले चाहिँ जम्मै सरसफाइहरू धुलो मैलो कामहरू जम्मै गर्नुहुँदो रहेछ बुहारीले नजाने रहेछ बुढी अल्छी नै हुँदो रहेछ बुढाहरूले गर्ने भयो भने त पाइने भन्नुहुन्थ्यो कहिल्यै पछि न सिजनको त्यो दिदीले क्या त्यही होला आफ्नै भाइलाई बिहा गरिदिनु भएको नि त त्यो सन्ते दिदी भन्नेको उहाँले बुढाहरू गर्ने भयो भने त बुढी त अल्छी नै हुँदो रहेछ बाइनी भन्नुहुन्थ्यो क्या सिजनको त्यस्तै दिदी भयो जानुभयो उहाँको पनि भाइ के सरसफाइ गर्ने पकाउने सबै गर्नुहुन्छ क्या त्यही भएर होला कि होइन कहिले कहीँ मात्रै हो अब सबै आशिषले गरिदिन्छ नि उसलाई त सजिलो नै त्यो बच्चा पुरै हजुर झन् अहिले त झन् 24 घन्टा काम गर्दा हुन्छ है कहिले काम बाबु पनि उयसमा हुन्छ हजुर अब हामीले झन् त्यतिको बुहारी पाइयो भोलि पर्सि झन् हाम्रो त्यतिको पालामा मेरो पालामा भन्नु त्यस्तै छ संसार अरू त हाम्रो बजेहरू सबभन्दा लक्की छ बुहारीहरूलाई पिके पनि भयो चियान मुर्दार भने पनि भयो चियन मुर्दा त बजेको त मुखैमै भनिन्थ्यो त्यो उसै हो थियो बजेको जे भने पनि भयो अनि के अरे अरू के भन्दा लक्की हाम्रो बजेहरूको सासु कस्तो रहेछ पिके जेनेरेसन खाने ल्याउँथ्यो पनि भयो त्यो हाम्रो बजेहरूको बजेको सासुहरूले बुहारीहरूलाई खानै दिँदैन थियो त्यस्तोको पहिला पहिला फेरि होइन पहिलाको सासुहरू उसले भन्थ्यो ल सुन बुहारीहरू तिमीलाई त्यसरी हेला गऱ्यो सासूले टिकटकमा आउँछ नि त तिमीलाई त्यसरी सासूले हेला गऱ्यो छोरीलाई जस्तो माया गरेन भने सासूले छोरीलाई भनेको जस्तो पनि भयो गरेन भने तिमीलाई सुन तिमी अब 采访还 मैले मेरो 分回 छोरीलाई 直接访分回访 घर छिटो The next stop is 双水 Bus Interchange 双水 Station कति पैसा कमाइस् 下一站是上水转车站上水 भन्न 站 पाइयो बुहारीलाई भन्न पाइयो अनि त मलाई भर्खरै यति 桃 पैसा 花楼 चाहिएछ 间 पठाइदिए 一 त 楼 भन्न 要 पाइयो 进入 बुहारीलाई भन्न पाइयो जति छोरी छैन है बुहारी नै छोरी हो भने पनि हुन्न कि बुहारीलाई त गाली यस्तो पनि गाली गर्न नि पाइयो किन बुहारीलाई पाइयो त पाइएन नि त नि भन्न पाइयो छोरीलाई त्यही सैला घट्दा नि कुरा गर्छ नि धेरै
खाइदिने भनेर यस्तो देख्छु है, मैले त के भनेको भनेर साह्रै छ घटपर्दो कि त्यो बुढीले बुढीले भोगेर उस गरेर त उसले भन्यो नि त उसलाई परेको भएर होला नि यो खा यो नखा भन्न पाइयो घर गएर छिटो आएछ भन्न पायो तिमीलाई भन्न पायो के भएछ तिमी देखेको रहेछ कि बोल्नु कि तान्छु मैले मैले त्यसो जे पनि हाल्छ र यो यहाँ गएको रहेछ यहाँ रहेछ भने थाहा हुन्छ के मेरो फेसबुक साथीहरूलाई पुनमको चाहिँ के खाएछ यो ल्याएछ कता गएछ सबै थाहा हुन्छ पुनमको चाहिँ थाहा हुन्छ त्यही भएर हाम्रो आमाले सिर्जना आमाले जहाँ गए पनि स्टोरी हाल्छ देख्न पाउँछु बाबाले हेर्छ अरे के अरू भन्दा त्यसैको लागि पनि हालेको होला तिम्रो गाडी गर्छ नि अब नेपाली जम्मै हालेको भन्छ नि भन्नु बाबाले रुचाउँछ के अरे भाइ खान आउनुहुन्छ बेसी भाइ खान आउनुहुन्छ यसरी हेर्ने हो अरे कि फेरि टाइम बसी छैन बिचरा बाबा घरै बस्नुहुन्छ अनि यसले हाल्छ अनि मैले फेरि जहिले पनि बाबालाई सम्झिन्छु कि यसले हालेछ खाएको उठो मन्दिर कहाँ रहेछ फेरि अर्को वर्ष फेरि ठ्याक्कै फेरि मेमोरी आउँछ यो दिनमा यस्तो गरेको थिएँ भनेर ठ्याक्कै मेमोरी पनि देखाउँछ आफ्नो सासू ससुरा मात्रै पर्छ कि मैले भिडियो हाल्दै त्यही भएर आफूले पनि हाल्छ सिरुले पनि त्यो सासू ससुराले हेरोस् भनेर हालेको त्यही त के भन्छ त्यही त होला नि है कति कुरा त हाल्नुहुन्न भन्छ भने हेर्ने पनि कुराहरू हाल्नुहुन्न भन्छ कि प्राइभेसी राख्नुपर्छ भन्छ कि पैसाहरू गहनाहरू घरको घरको उसहरू नदेखायो भने बाहिरको त अब आफूले खाएको अलिकति ठालको र अनि उसको देखाउनु त केही पनि भएन फेरि राम्रो राम्रो भएको छ राम्रो रहेछ मान्छे राम्रै हुन्छ त नि जति होस् भने राम्रो त नि होस् राम्रो मान्छे त जति गरेको राम्रै भयो अहिलेदेखि हो र यो जुन चाहिँ 21 वर्ष गरेको मेरो यहाँको 13-14 वर्षमा 14 वर्ष भन यो दरलाई देखेर ऋण खाएर मेरो जुनलाई दिइरहेछु नि पहिलेदेखि होइन 14 वर्षदेखि बिहा भएदेखि सानो त्यो बच्चाको त बिहा गर्नु त हुँदैन है अलि अलिकति जिन्दगी पनि जिउस् न अलिकति होइन कहाँबाट अनि हुन्छ म त त्यस्तो लाग्छ आजकलको हो र त्यति बेला कहाँबाट अब दिइहाल्थ्यो त्यही भएर आमाले उसले कति वर्ष गर्नु हजुरले 16 वर्षमा है तर म पनि त्यही हो 15 त्यस्तै भयो 17मा त ऊ रहेछ पाइसकेको थिएँ 15 वर्ष थियो होला हौ हाम्रो के भन्छ अरे मम्मीले भन्छ है बेला बेला त्यति बेलै त तेरो बजैले भन्छ कि मेरो नातिनीलाई कहाँ दिएछस् भर्खरै लिएर आइछ जहाँ दिएछस् त्यही बाटो लिएर आइछ भनेर तेरो बजैले भन्छ किन जान पर्ने रहेछ भन्छ मेरो मम्मीले कहिले कहिले बिचरा आमाहरूले त्यसरी हुने रहेछ कि बाबाहरूलाई त के हुन्छ र के हो नि आमाले त हो नि आमा चाहिँ हो आमा त नि खायो खाएन छोरीको सबै जति नै ठुलो होस् बुढी होस् जति नै जेसुकै होस् अब हामी यत्रो बुढी भइसक्यो नाति नाच्दा भइसक्यो मेरो आमा हो हो पिर हुन्छ आमाहरूलाई अहिले हाम्रो आमा त पिर भनेको मेरो अनि मने भयो माने भयो अनि नियम यतिको 4 जनाको सधैँ त्यही कुरा नियनको त किन अब नाजिमालाई त यसले राम्रो छ भन्छ नि त नियमको पढाइ राम्रो भएन भन्छ के अरे अनि त्यो टेन्सन लिने ए पानी परेछ क्या हो सेन्सुतिर त कालो कालो पानी त त्यहाँतिर त आउँदैन है रेन भन्दै थियो भिजेर हेर्ने बिना घाममा न त पुरा पानी नै ठिक हुन्छ होला तर डल भयो नि चिया हुन्छ फेरि घाम लाग्दाखेरि मजा हुन्थ्यो राम्रो मौसम भएछ भनेर आएको त यता त पानी पऱ्यो उता त घाम लाग्यो कि होइन कस्तो गरम भयो हाम्रो प्रवीणले भन्छ कि नियमलाई के भन्छ भने नियम कहीँ केही बिग्रेको छैन टेन्सन लिनै पर्दैन त्यो केटालाई किन टेन्सन लियो भने त्यो स्पोर्टमा हिँडेको छ स्पोर्टमा हिँडेपछि साथीहरू हुन्छ त्यस्तो पनि टेन्सन लिएर बस्ने मान्छेले भन्छ टेन्सन किन लिनु पर्यो कस्तो मान्छे चिन्छ कि त्यो टेन्सन त किन लिनु पर्यो नाजिमाले चिनेको त प्रवीणले त्यो नाजिमालाई सही पेजमा लैजाने हो नि त धेरै अगाडि वर्ष मम्मी थियो नियमसित फेरि त्यही कुरा छ त्यो के टेन्सन लिएर बस्यो
गेम फेरि कस्तो हो राति राति। हङकङमा फेरि राति हुन्छ क्या 8 बजी दिउँसो काममा जान्छ केटाहरू साँझ सिकाउने त्यही भएर मेरो छोरा पनि त्यही भएको थियो नि आन्टी के गर्ने त अब हेर्नु पहिला अब अरूतिर फोनै गर्नु हेर्न हावा पानी हावा लाएर चाहिँ 5 जना दाइसँग त आरती चिया खाएर केही हुन्न गए पनि हुन त पुग्छ होला गरेर आउने यता पानी पर्छ क्या केटी भनेर फोनै गर्नु त्यही फोनै गर्छु मैले त होइन कस्तो घाम लाग्छ यो मन्दिर त न पुरै घाम लागेर कसैले हेर्ने यता मलाई यसरी यो कुराहरू चाहिँ हेरेर हाम्रो प्रविधिले टेन्सन लिन पर्दैन तर त्यसलाई सही बाटोमा अहिले जुन बाटोमा हिँडेछ त्यो बाटोमा अगाडि बढाउने झन् तिनीहरूलाई प्रमोट गर्ने यस्तो हिँड उस्तो हिँड भन्ने खुसी गऱ्यो भने उसले भएको कुराहरू सबै भन्छ तपाईँहरूले रात दिन गाली गरेपछि झन् लुकाउँदो रहेछ कि बच्चाले हो रहेछ क्या लुकाउन त्यो गाईले चाहिँ म त पनि ठिकै छ हजुरको भाइ हो है यसो त नीतिसँग कराउने कि राति राति छोराले हिजो पनि गाली गर्नुभयो त्यो क्या नगर्नु सक्ने बेलामा सुत्ने बेलामा बच्चाहरूलाई गाली नगर्नु सुत्ने बेलामा भन्छ मैले हाम्रो प्रवीणले उहिले चाहिँ भनेको थियो मलाई आन्टी के हाम्रो भनेको जीवनको बाबाको त दिमागै छैन कि भन्ने हो नि त त्यही भन्छ नि उसले पनि हामीले कमाएर खान सकिन्छ कि हो त्यसरी चाहिँ भन्छ नि उसले त्यसरी चाहिँ भन्छ मलाई पानी छोडी खाएर यो मन्दिर त कस्तो घाम लाग्छ यहाँ त फेरि अँधेर अँधेर देख्छु है पानी फिस परेछ हेर होइन पानी परिसकेपछि उ यहाँ हेर नि छिटा मैले के हो समय उता त्यो त बेसी घाम लाग्छ हामी त त्यो बसको लाइनमा बस्दा पनि घामले पोलेर हेर छाता ओढेर बस्ने बसिलो भएको कि त फेरि तिमीले पाएको घरतिर आइपुगेको त फेरि अँधेरो भएछ त्यो फेरि यो तिमीले पाएको घरहरू हुन्छ नि यो तिनीहरूको घरको छेउछाउ आरटीहरू बस्ने यहाँ हो र यहाँ यही हो टिपेर अनि घरतिर कुदिहाल्नु पर्ला है ए आरटीहरू बस्ने अहिले यही हो होइन हामी पनि अहिले 11 बजे मात्र प्लान भएको आरटीहरू पाएको यहाँ हामी बिचरा पुगो त्यत्तिकै जुरुको काम भएछ पुगो कागज सबै प्रदान गरेको है पुगुलाई अलिकति फ्रेस पनि हुन्छ अब दिदी पनि जाने बेला भयो अब दिदी पनि अब बुहारीहरूलाई प्रदान गरेर राखिदिने होला नि त खानेकुराहरू भनेर पनि लिएर आएको कि मेरो आज छुट्टीमा फेरि तिमी भनौँ कि नै भने फेरि स्टोरी हेरिहालेछ भनेर हो के अरे ला हेर पानी बिचरा हिजो बिक्री गरेँ कति बेला आयो होला थाक्यो होला अहिले सानो सुई जाँदाखेरि भरि पानी पर्ने के हो यस्तो ए अनामिका पनि थियो अनामिका पनि हो पानी खानु दिदी हाम्रो बहिनीले बोलाएको रहेछ क्या गएन त्यो त मनिषाले हिँड्न खोज्दैन कि त्यो फेरि त्यस्तो त्यस्तो हिँड्न खोज्दैन क्या बुढाको छुट्टी रहेछ ल ल ल तिम्रो जे पारा होला नि पानी त हेर ल हेर न आज कस्तो घाम लाग्छ आज जाने त्यही त हेर यस्तो घाम छ के गर्छ होइन परेछ अरे घाम भन्दा त महिना पुरो पानी होला त्यो घामले पक्को पानी हेर्छ झन्डै लुगा त सुकाएर आएछु यहाँ त कत्रो ठुलो कन्स्ट्रक्सन हुनु रहेछ है लुगा त झन्डै सुकाएर आएछु उठाएर आएछु मैले त वेदर घर हुन्छ भनेर गरेको उठाएर कति पानी पऱ्यो कि के गरेछ होला हामी म नि घाम दिएको पानी पऱ्यो रहेछ त नानी पानी पऱ्यो खा पऱ्यो खा मेरो त अब हेर न घाम लाग्छ नानी घाम लगाएको ए आमा कस्तो घाम लगाएको त के हो समय हो कस्तो ठुलो पानी पऱ्यो हेर के हो यस्तो पानी उठ्ने होला त एकछिनको कटिङ ठाउँ पनि छैन होला नि त्यस्तो छैन हेर्न पानी परेको त्यहाँ कस्तो छ हेर्नु सानो घाम लगाएर हेर्न कहाँबाट मान्छे झार पानी के हो यस्तो पानी पानी
पक्राउनु त है बाई पढे छैन त्यहाँ ए पऱ्यो होइन यहाँ त पानी पनि केही पनि नदेखि जस्तो हुँदैन यहाँ त पुरै ठुलो बिल्डिङहरू बन्नेछ रहेछ कि होइन ए भगवान् आलु पनि आज खेल्नु यहाँ है हुन्छ नि हिँड्ने पछि बनाउनु भयो पनि हिँड्ने खान्छु भाइ नर्मललाई पनि बोलाएको हुन्छ नर्मल भइगएर यो मान्छेको त्यति भयो आएर यो नरामिका सेन्सेमा पनि वर्ष भएको थियो घरको बिल्डिङ बनेको पानी हजुर गएर पुनमले लाइक हान्न फेरि जान्दैन पुनमले योले कहिले छोडेर नि हालिदिन्छ त्यस्तै रहेछ नि आन्टी एउटा बोल्ने एउटा नबोल्ने कुन बोल्छ पुनम कि आएको पुनम पुनम भनेर पनि आउँदो रहेछ बोल्दैन एउटै नाम पनि आउँदो रहेछ ए पुनम कम बोल्छ बोल्दै बोल्दैन तपाईँ कम छैन बोल्दैन आफ्नो चाहिँ बोल्छ बोल्छ धेरै होइन हामी पनि पत्र पत्र अहिले भएको के ठिक्क चाहिने कुरा भोलि पर्सि बोल्छ होला नि किनभने वर्ष पैसा बोल्छ होला कि बच्चा पाएपछि अलिक अलिकति अब आजभित्र साह्रै धेरै पनि बोलेकै राम्रो है नबोले भने त हामी बोल्छु भने पनि बोल्न आउँदैन आफ्नै अनि के हो पानी आएको बोल्छु भने पनि बोल्नै आउँदैन मलाई त्यो उसमा पिकमा काम गर्दाखेरि चाहिँ सेक्रेटरी जाँदाखेरि त्यो टाउकेर त्यो बुढा बुढोले तेरो काम सबै राम्रो गर्छ बोल अलिक स्पिड अनि चिनानी हुन्छ नि यस्तै हो चिनानी पनि हुन्छ नि कति तेरो चाहिँ स्पिड चाहिँ अलिक स्पिड अलिक ठुलो लाउड स्पिड गर्थ्यो है म त चिच्याउँछुहरू पनि त्यति आउँदैन त मलाई यो लङमा हिँड्नुपर्छ दिदीसँग हिँड्यो भने त्यो बोलेर मान्छेलाई भेटेर बोलेर हिँड्दा हिँड्दा कहाँ पुग्नु पर्ने त्यही हुन्छ भन्छ कि बहिनी त त्यही झ्याउ लाग्छ भन्छ तपाईँ पनि भेट्छ सन्चो हुन्छ भन्न पनि के गर्नु बोल्नु त पऱ्यो बोल्दाखेरि भेट्यो भने बोल्यो धेरै चाहिँ अब होइन आउँदैन आउने चिच्या बोल्छ भने आउँदैन त्यति नै हो हामी रस्तामा त पुरै यस्तो पानी पर्दैन हिँड्नु डिफरेन्ट हुन्छ होइन ओके त्यसको त्यही पनि अनि रामले गर्नु हामी यहाँ अगाडि अब हामी त होइन बिदा भयो त बरु हुन्थ्यो कि अलिअलि अलिक सिपसिप हिजो अस्ति त्यस्तो पानी ल्याउने फेरि आजै पानी ल्याउनु पर्ने फेरि सिमसिम पानी पऱ्यो भए पनि अलिक उस हुन्थ्यो नि होइन यहाँ त यसो मुसुल ढाडेर परेको पनि कसरी बस्नु खिसखिस मान्छे चिनाहरू पनि हो भित्र त भएन हाम्रो छाता त दिएछ त्यहाँ सुरु अस्ति झुन्जामा गएर
मोटाएर हजुरले त्यो साइजको बस्नु यहाँ त्यो वेट बढ्यो अहिले 75 थियो 74 थियो अन्त 82 भयो अहिले बढेको छ एकछिन उस भयो Phạm thầy त्यति đường बेला thủy दुब्लाउनु trên पनि phạm मान्छे đường भेट्यो thủy thượng phạm किन छातो लागेर ठुलै दुब्ला मान्छे भन्ने फेरि xóm त्यो thượng मान्छे bắc in पालो thực भन्छ hiện बाहिर xóm thượng bắc thơm एकछिन त पात्ता नभइसकेको थियो नि उनीहरूले गर्दाखेरि चाहिँ phong thủy thoát sát hại रोग लाग्यो phong thủy thuật pháp बस्दै हुन्थ्यो नि भगवान् Sớm thì với người tôi có अब हेर न भन्द्र गरेर चाहिँ के हार्ने हो Vẫn là hư ảnh an toàn thiên các phòng quan sơn thủy tưởng trầm भित्रै गएर रोकिदिनु हुन्थ्यो Thầy có quan thì khẩu chuyển बाहिर भित्र नबस्दो रहेछ कि यो त साँझ भएपछि फेरि यति जाम हुन्छ छिटै निस्किनुपर्छ यहाँबाट अस्ति हामी झन् दिदी यहाँको त्यही जाममा परेको हामी त म त त्यसो त डाइरेक्ट वहाँ जानेमा जानुपर्छ होला हुन्छ हजुर जोडन हो? हुन्छ छ नि यहाँ त छ कि डाइरेक्टमा जानुभयो भने चाहिँ गाह्रो हुन्छ नि त डाइरेक्ट के छ छ नि यहाँ जोडन जाने डाइरेक्ट यही कतै यहाँबाट जहाँ सुकै जाने छ दिदी कुन नम्बर गाडी जान्छ कि मङ्गल जाने छ जोडन जाने छ होइन लास्टमा झन् सुन्दर लान्छ ए घत्राङ धुमकुल गऱ्यो छ त्यति घुद्रुङ त्यस्तो घाम लाग्यो नि यहाँ आएर चिया बनाएको आएर कि चिया खाएर जाम भन्ने त होला त्यस्तै छ छाँटकाट तैँले झन् फ्रेस हुनलाई गाईलाई कस्तो खान मन लाग्थ्यो कहाँबाट जसरी भए पनि टिपेरै जानु पर्यो, एक तिन घन्टा चार सात रुकेर भए त धेरै जाने हो पनि भिजेरै भए पनि आरतीकोमा गएर बस्छ न त केही भएन बिदो पहिल्यै ठुक मिल्दै आएको होइन टिप्न त टिपिन्छ बोबो अनि केटाकेटी छेउछेउमै छ के बिदो बाटै बाटै छ लानु त लैन्छ यस्तै भएको लानु त बाटो बाटै छ कि यस बिदो त हुन्छ गाभाको त त्यहाँ बजार छ तपाईँले 1 घन्टा टिप्नु भयो भने 2 ढाका ए दुई ढाकेर समय टिप्नु Câu hỏi triển khai Tuấn Văn हामी Thế त chỉ có từ त्यही đặt हो cận कि अनि माथि किरा